जब त्यो गुले चाप्यो भने चाहिँ अब कता जाने। हेलो एभ्रिवान, नमस्कार सबैजनालाई। म चाहिँ जी भ्लगमा तपाईँहरूलाई धेरै स्वागत छ। अनि अब आज चाहिँ मेरो काम भनेको म चाहिँ धेरै टाढा जानु पर्ने भएको छ। हाम्रो यहाँ घरबाट चाहिँ अब तपाईँहरू देख्न सक्नुहुन्छ यो बाटो हुँदै हामी चाहिँ यो बाटोमा भएर यहाँ जाने हो है। अनि आमा चाहिँ यहाँ हुनुहुन्छ, त्यही हो। अनि यस्तै हो हाम्रो भाषा, प्युठानी गाडी भन्ने यस्तै हो है। अब हाँसिरहनु भएको छ। ल अब मेरो यात्रा चाहिँ सुरु हुन्छ। तपाईँहरूले मलाई देख्न सक्नुहुनेछ, मलाई पनि देख्न सक्नुहुन्छ है गाइजहरु। यो चाहिँ मेरो साइली बहिनी हो। हाम्रो गाउँमा चाहिँ गाइज मकैहरू टन्न ठुला भइसकेको छ। अब जेठ असार भित्रमा चाहिँ यो पाक्छ होला, असार साउनमा। अहिले चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ मौसमहरू। वाउ, पुरै फाँट मकैका छ गाइज है। त्यही हो, यो चाहिँ हाम्रो गाउँ पर्छ है। त्यही हो। अहिले चाहिँ म यात्राको क्रममा छु अनि मलाई आशा छ म एक्लै गइरहेको छु अनि यो यात्रा चाहिँ शुभ हुनेछ भन्ने मलाई पूर्ण आशा छ र त्यो आशा लिएर म हिँडिरहेको छु। मेरो घरबाट चाहिँ म टाढा जानुपर्ने भएको हुनाले चाहिँ मैले चाहिँ अब सबै अङ्कलहरू जानु भएको रहेछ, अब गइसक्नु भएको रहेछ। अनि म चाहिँ एक्लै गइरहेको अवस्था छ। अब तपाईँहरू देख्न सक्नुहुन्छ यहाँदेखि चाहिँ, अनि म चाहिँ यहाँ यो बाटो भएर यस्तो भएर चाहिँ म यो पछाडि जाने हो। अनि त्यही हो, अब हाम्रो पूजा छ। त्यो पूजामा चाहिँ हामीले अब आफ्नो भाइको त्यसमा चाहिँ हामी सहमत हुनुपर्छ है। त्यही हो, म चाहिँ यहाँ हिँडिरहेको छु। थाहा छैन कति समय लाग्छ भनेर, त्यसैले म चाहिँ हिँडिरहेको छु गाइज। भिडियोलाई हेर्दै गर्नुहोला। अघि देखाएको डाँडाभन्दा म पुग्नु पर्ने ठाउँभन्दा तल फेदमा आएको छु गाइज है। अब फेदबाट अब सिधा टुप्पातिर कसरी पुगिन्छ, अब कति टाइम लाग्छ हेरौँ। तपाईँहरूले फेद चाहिँ देख्न सक्नुहुन्छ, यो हो। अनि यो फेदबाट चाहिँ म यो बाटो हुँदै चाहिँ म यो डाँडा पछाडि पुगेर फेरि अर्को सुट हान्नेछु। अनि अहिले चाहिँ यहाँतिर म गइरहेको छु। अब हेरौँ, अब यात्रा चाहिँ राम्रै होला भन्ने मैले आशा गरेको छु। यो चाहिँ पुल होइन, अब यसलाई चाहिँ झोलुङ्गे पुल भन्छ हाम्रो सबै भाषामा चाहिँ। यो चाहिँ हाम्रो गाउँमा अवस्थित रहेको छ। त्यही हो गाइस। अब यो जस्तै लामो पुल, योभन्दा पनि अझै लामो पुल चाहिँ त्यहाँ पारि पनि रहेछ, यो एरियामा बन्दैछ। म यसको पनि केही क्लिपहरू तपाईँहरूलाई देखाइदिनेछु अनि तपाईँहरू देख्न सक्नुहुन्छ। यहाँबाट तल हेर्ने हो भने कति हाई छ है, तर तपाईँहरूलाई यो चाहिँ नर्मल हो। अब म हिँडिरहेको, अब देखिरहेको नर्मलै हो, तर पहिले चाहिँ ती तर्ने र हिँड्नेहरूको लागि यो चाहिँ एकदम हाई नै हो जस्तो लाग्छ है मलाई चाहिँ। त्यही भएर गाइज अब हाम्रो गाउँमा यस्तो गाई बाख्राहरू चराउने काम हुन्छ। म लगभग उकालो आइसकेको छु गाइजहरू है। अब मेरो पछाडि एउटा दिदी अनि सानो भाइ मेरो साथी भएर आउनु भइरहेको छ है। अब त्यही हो, अब तपाईँहरूले म एउटा सानो मेरो मभन्दा पछाडिको एउटा सानो म जन्मिएको गाउँ अनि मेरो ठाउँ देखाउन गइरहेको छु तपाईँहरूलाई। चिन्नु नै भएको छ होला यो गाउँ चाहिँ है। अब तपाईँहरूलाई म देखाउन गइरहेको छु र तपाईँहरू हेर्न सक्नुहुन्छ। दिस इज आवर, नभएर मेरो गाउँ हो है, हाम्रो गाउँ। अनि यहाँबाट चाहिँ म हिँड्दै यहाँ आएर म यहाँसम्म आएको छु, देख्न सक्नुहुन्छ। तपाईँहरूले भिजिट गर्न सक्नुहुन्छ है। आउै साथी अर्खा बेसीवन गाउँमा 22 मूल र गौमुखी भएको ठाउँमा भन्ने एउटा मूल नारा बन्न सक्छ है। अनि यहाँनिर चाहिँ एउटा लामो झोलुङ्गे पुल बन्दै गरेको अवस्था छ, तपाईँहरू देख्न सक्नुहुन्छ। आफ्नै गाउँतिर, आफ्नै ठाउँतिर है। अब सारा संसार दुनियाँ आएर भिजिट गर्न सक्नुहुन्छ। यता देख्न सक्नुहुन्छ। अर्खा गाउँ चाहिँ ठुलै छ भन्नुपर्छ है। ल यतिको चाहिँ ठुलै हो मान्नै पर्छ। त्यसैले त दुईवटा गाउँपालिकामा विभाजन भइरहेको छ गाइज।
त्यही हो राम्रो छ अर्खा एकदम हाम्रो गाउँ भनेको सुन्दर सुन्दर हो अझ हरियाली छ हरियाली वातावरणमा वाह यहाँनिर झरना छ वाह क्या राम्रो यसरी म हिँड्दै गर्दा चाहिँ म थाकेको होइन किन थाक्नु होइन अझै कति केसहरू त लाग्ने बाँकी छ हिँड्दैमा थाक्नु भन्ने कुरा हुँदैन है हिँडेपछि त हिँडिरहने हो होइन अब थाकेर अब बस्नु त पर्छ तर हारेर चाहिँ बस्नु हुँदैन त्यही हो मेरो सिद्धान्त सोचाइ भनेको त्यही हो अब यो भ्लगमा यस्तो भाषाहरू त राख्न नमिल्ने तर पनि अब हल्का राखौँ भन्ने उद्देश्यले चाहिँ राखेको है अब मनमा जे आउँछ त्यही हो बाहिर प्रोसेड गर्दिनँ अब राम्रो मान्नेले राम्रो मान्नुहोस् नराम्रो मान्नेले नराम्रो मान्नुहोस् त्यही नै हो मेरो भन्नु त के नै छ र म चाहिँ हिँडिरहेको छु है ल तपाईँहरू देख्न सक्नुहुन्छ अनि जति पनि साथीहरू छ हुनुहुन्छ तपाईँहरू लाइक कमेन्ट गरिदिनु होला यो भिडियोमा के कस्ता त्रुटिहरू हुन्छन् बिग्रिएका त्योहरूलाई सच्याऊ भनेर भनिदिनु होला अनि यता चाहिँ हाम्रो गाउँमुखी गाउँपालिका 3 रजबरा देख्न सक्नुहुन्छ यो गाउँ पनि अहिले चाहिँ कन्टिन्यू भइरहेछ मेरो हिँडाइ चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ म धेरै टाढाको यात्रा छ अनि मेरो पछाडि हुनुहुन्छ उहाँहरू पनि सँगै हिँडि नै रहनु भएको छ अब बाटो हेरेर त हिँड्नै पर्यो क्यामेरातिर ध्यान दिनु त भएन बोल्ने हो हिँड्ने हो अनि अर्को कुरा बाटो कस्तो छ भनेर देखाउनु पर्दा चाहिँ यस्तो छ है बाटो यस्तै छ अनि यता यो माथितिर जानु हो अनि पहिले म चाहिँ यो एरियामा जान्थेँ अरे क्या है तर केमा भन्दा योभन्दा अगाडिको जुन बाँडर थियो होला त्यो बेला गएको थियो होला अहिले त कहाँ मान्छे चाहिँ सक्दैन डर लाग्छ बाँदरको पो मुटु हुन्न र यार लगाएछ त्यही हो यस्तो वातावरणमा त कस्तो गीत गाउने जस्तै पो हुन्छ हो अब कुन गीत गाउँदा ठिक होला भनेर भन्नुहुन्छ भने म एउटा छोटो मिठो गीत गाइदिन्छु तपाईँहरू पनि सुनिदिनु मजा लिनु त्यही नै हो अब साँझ त परेको छ नर्मल हो नर्मल हे पात बजाउने मायालाई भेटियो स्वर्ग जाने बाटैमा भेटियो अर्खा गाउँमा लामो पुल बनिरहेको छ हाम्रै गाउँमा होइन हाम्रै गाउँमा अनि हाम्रै ठाउँमा यता रजबरा पऱ्यो गौमुखी गाउँपालिका 3 यता अर्खा गौमुखी गाउँपालिका 1 अनि गौमुखी गाउँपालिका 2 चाहिँ यता पर्छ म गौमुखी गाउँपालिका 2 मा छु अनि यो पुलको हाइट चाहिँ यो छ खोला यो छ खोला चाहिँ है बाटो यस्तै छ अब ठिकै हो राम्रै हो चक्क देख्न सक्नुहुन्छ है यही नै हो अब म अर्को कुरा के भन्न चाहन्छु भनेपछि यो माथि लेकतिर चाहिँ हामी होइन गाउँको मान्छे गाउँतिर चाहिँ हिँड्नै पर्छ किनकि यस्तो हिँड्नाले यस्तो वातावरणसँग घुलमिल भयो भने चाहिँ अझ एक्स्ट्रा आयु बढ्छ भन्ने मैले सुनेको छु अब बढ्छ पनि होला किनकि सधैँभरि घुम्ने भनेको हामी यही वातावरणसँगै हो त्यसैले गर्दा साथी हो तपाईँहरू पनि घुमिदिनुहोस् के छ र जिन्दगी त आज छ भोलि छैन नि त होइन त्यसैले गर्दा दुःख सुख त हुन्छ नै इन्जोय ट्रिप लिनुपर्छ कि लाइफमा म चाहिँ यो सोच्छु तर धेरै कुराहरू छन् अब परिपूर्ति गर्नको लागि त्यसलाई चाहिँ अब ब्यागमै राखेर
अब अहिले चाहिँ हिँड्नमा ल जनटन म चाहिँ यहाँनिर आइसकेँ जो मैले घर बाटो देखाइरहेको थिएँ है ठाउँहरू अब तपाईँहरू देख्न सक्नुहुन्छ मान्छे आउनुभएको छ त्यसैले गर्दा म हाँसेको छु कि म चाहिँ यहाँदेखि आएको यहाँबाट अब धेरै माथि नै जानु छ यही नै हो ल यताको भ्यूहरू देख्न सक्नुहुन्छ ल म चाहिँ अब जङ्गल पसिरहेको अवस्था छ है तपाईँहरू देख्न सक्नुहुन्छ अब यो जङ्गल हुँदै मेरो यात्रा सुरु हुन्छ टुङ 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 अब घामले पनि बिस्तारै छिटिस पारी जान लागिरहेछन् अब त्यही हो अब जन्मेपछि मर्नुपर्छ भन्ने प्रकृतिको नियम त छ अनि यो पनि अब घाम उडाएपछि डुब्नै पर्छ भन्ने हो होइन त्यही हो अब तपाईँहरू देख्न सक्नुहुन्छ यो हो नि त यार वातावरण भनेको यार यही वातावरण छ र त हामीले श्वास प्रश्वास लिन सकेका छौँ अक्सिजन प्राप्त गर्न सकेका छौँ यदि यो नहुने हो भने त गयो त मान्छेले बनाएका कृत्रिम कुराहरू अब अधिक मात्रामा प्रयोग भयो भने चाहिँ हाम्रै पालामा कलियुगको अन्त्य हुन्छ जस्तो लाग्छ किनकि यो विज्ञान हो यार विज्ञानले जे जति उत्पादन गरे पनि वातावरणभन्दा ठुलो चाहिँ केही छैन जस्तो लाग्छ है मेरो आफ्नो व्यक्तिगत विचारमा चाहिँ त्यही हो म चाहिँ हिँडिरहेको छु यहाँ गाउँबाट यता आउँदै हुनुहुन्छ बाटोमा है सिङ्गलमा हुनुहुन्छ गाइस त्यही नै हो अब यसो हेर्दै जाँदाखेरि चाहिँ अहिले एक्लै नै छु अब विगतलाई सम्झिने हो भने चाहिँ अब बालापनमा स्कुल जाने यो गाउँ यता यो डाँडापट्टि हो म जाने यो गाउँबाट यहाँ दौडिँदै हामी चाहिँ यता जान्थ्यौँ है अनि यो ठाउँहरूमा चाहिँ हामी लुकामारी खेल्ने नास्ताहरू अनि यस्तो बनमाराको झारमा लुकाउने है त्यस्तो गर्थ्यौँ अब अहिले चाहिँ अझ मलाई लाग्छ यार अब हाइट त बढेको छैन तर उमेर चाहिँ कति साह्रो बढ्यो भन्ने के अब कहिलेकाहीँ त कल्पना धेरै नगर होला फेरि हुन्छ जति धेरै कल्पनामा डुब्यो उति धेरै फेरि के हुन्छ अरे मानसिक चिन्तन जसलाई चाहिँ अङ्ग्रेजीमा डिप्रेसन पनि भन्न सकिन्छ है त्यो भनेको सबभन्दा खतरनाक रोग हो त्यो रोगको औषधि त होला तर त्यस्तो लिनुहुन्न तर दिनलाई चाहिँ बालापनको दिनलाई मुरी सम्झेको छु यादहरू है त्यही नै हो अब फेरि त्यो जीवन त्यो जिन्दगी त फर्किन्न तर नफर्के पनि धेरै माया त्यो दिन त्यो विगत सम्झना आउँछ धेरै अनि त्यही हो अब खुसी लाग्छ यो बाटोहरू हिँडेको दौडिँदाखेरि लडेको होइन यही नै त रहेछ यार अब यस्तै हो अहिले चाहिँ भलक कन्टिन्यू भइरहेछ अब धेरै माया गरिदिनु होला है अनि यदि यो भिडियो लामो भएछ भने चाहिँ अर्को पार्ट 2 मा आउने छ जो चाहिँ म अहिले जुन विषयले हिँडिरहेको छु मतलब कि जुन हाम्रो काम हुन्छ हाम्रो देवतालाई पुज्ने त्यो विषयको लागि हो यो भिडियो चाहिँ खासमा वास्तवमा तर यो भिडियो अलि लामो हुने भएकोले चाहिँ पार्ट 2 मा आउने छ तपाईहरूले हेरिदिनु भयो भने माया गरिदिनु भयो भने चाहिँ केही होला है भन्न सकिन्न ल त्यही नै हो अझै हेर्दै जानुहोस् भिडियोहरू आउँछ अब बिच बाटोमा आइसकेको छु गाइस है अब म चाहिँ एकछिन हल्का ठगाइ मार्नु पर्ने जस्तो अवस्था देख्न सक्नुहुन्छ तपाईँले चाहिँ अब म चाहिँ ठगाइ मार्न गइरहेको छु ल दामी छ गाउँको भ्यू हाम्रो गाउँको भ्यू चाहिँ दामी छ है दामी वाह पुल बनिरहेको छ पुल अनि यता जङ्गल छ म हिँड्दै गर्दा चाहिँ एउटा चौपारीमा आइरहेको छु जसलाई चाहिँ हामी बिसौना भन्छौँ त्यसमा चाहिँ टक्क बस्ने हो है यो एरियाबाट
भारीहरू ल्याउँदा यसमै बस्ने अनि यताको एरियाबाट भारीहरू ल्याउँदा यसमै बस्ने सहारी मार्ने हो उकाली ओह्राली हिँड्ने हो त्यही नै हो तर मलाई हल्का यो हिँड्ने बेला चाहिँ चापो भने चाहिँ नराम्रो हुन्छ है मलाई रिस उठ्ने भनेको यही हो हिँड्दाखेरि यात्राको क्रममा केही कुराले चाप्छ भने त्यो गु हो के गु जब त्यो गुले चाप्यो भने चाहिँ अब कता जाने भन्ने कुराको हुन्छ क्या सबै सार्वजनिक ठाउँहरू छ यार सार्वजनिक जस्तो अब यो ठाउँमा अब गर्ने हो भने हुन्न अब यहीँनिर मान्छेहरू हुनुहुन्छ गाह्रो पो परेको त हो तर पनि एडजस्ट गर्नु पर्ला म गुचाइमा हक्छु आमा टिपाटी पारो टिपाटी गुले टिपाटी पारो के थाहा हो म चाहिँ यता जान्छु यता यता है म यतै जान्छु पक्कै झोला यहाँ छ झोलामा चाहिँ रक्सीहरू यताउति छ अनि टक्क म यही बाटो भएर जानु पर्यो यार अब पानी सानी केही छैन होइन अनि पानी सानी नभएको कारणले गर्दा चाहिँ यी भोरलकेको पातले काम चलाउनु पर्ला जस्तो लाग्यो मलाई चाहिँ अब त्यही हो भोरलकेको पात टोपरी त भन्छन् तर अहिले चाहिँ टोपरीमा सेल हालेको सेललाई पुस्नुपर्छ जस्तो लाग्यो ल बाँकी चाहिँ अब मैले हल्लिसकेपछि म चाहिँ यो डाँडा काँडा पार गरेर अब लगभग अन्तिम ठाउँमा आइपुगेको छु गाइस अब यो डाँडा पछाडिबाट म आएको मेरो घर चाहिँ यता पछाडि हो है म चाहिँ यहाँ पछाडिबाट आएको अब तपाईँहरू सिधै यता अगाडिको पनि देख्न सक्नुहुन्छ तपाईँहरू ल वाह यो हो नि त किनाममा चाहिँ बाटो वा फनफनी घुमिरहेछ यहाँ चाहिँ गौमुखी पर्छ है यो चाहिँ प्युठान जिल्लाको दोस्रो धार्मिक स्थल रहेको छ गौमुखी मन्दिर यहाँ आउने भक्तजनहरूले चाहिँ तीर्थालुहरूले मागेका चाहना इच्छा आकाङ्क्षाहरू पुरा हुन्छ भन्ने विश्वास लिएर आइरहेको छन् अनि यही हो अब यस्तो देखिरहेछ है हाम्रो ठाउँ हाम्रो गाउँको वातावरणहरू जङ्गलहरू म चाहिँ यहाँबाट आएको अनि तपाईँहरू यहाँ यतातिर हेर्न सक्नुहुन्छ फेरि म यताबाट यता जाने है म चाहिँ यस्तो छ अनि वाह पारा दिनु परेन यति मात्र पारा दिनु पर्छ नि त यार आएको छु पारा दिने हो हिँड्ने हो तर पारा भन्ने कुरा चाहिँ काट मार्ने होइन कि हल्का त्यति धेरै घमण्ड र सान पनि देखाउनुहुन्न मान्छेले होइन अब मान्छेहरू धेरै छन् यति कमायो भने छन् होइन हुनुहुन्छ होइन अब आफूमाथि आइ नपरे पनि देखेको छु क्या देखेको छु त्यस्तै त रहेछ होइन आफू त अभागी मान्छे है अब भाग्यले पनि ठगेको भन्न सकिन्न यस्तै हो ल तपाईँहरू हेर्न सक्नुहुनेछ म चाहिँ यता जाँदैछु मैले चाहिँ यहाँनिर भेटाइसकेको छु है ल नमस्कार सबैजनालाई है अनि मैले ल कता हो दाजु हजुर म चाहिँ अब यतिबाट हो दाइ अरे यार कहाँ से आया रे बे म यार यहीँ प्युठान अर्का गाउँबाट आइरहेको ल मैले चाहिँ अब हाम्रो टोली चाहिँ निस्कियो है अब त्यही हो ल हामी चाहिँ टप गाउँमा यो चाहिँ अर्का गाउँको टप गाउँ है यो चाहिँ अनि हाम्रो पछाडि हुनुहुन्छ भलिबल खेलाडी बब्लु हामी चाहिँ आइपुग्यौँ गाइजहरू तपाईँहरू देख्न सक्नुहुन्छ अनि म चाहिँ बास्कुल झरनालाई पनि भिजिट गराउन चाहन्छु तपाईँहरू देख्न सक्नुहुन्छ है यो नै हो बास्कुल झरना यहाँ छ हजुर हामी दुई भाउनामा राखौ लगाएछ अब चाहिँ हामी चाहिँ देउली गर्ने घरमा हाम्रो मूल घरमा चाहिँ आइसकेका छौँ है म चाहिँ आइपुगेँ अनि यहाँ चाहिँ अब देउलीको लागि चाहिँ हाम्रो एउटा जो
जागन भन्ने हुन्छ त्यो जगाउनको लागि चाहिँ भोकरको आवाज हुन्छ। त्यो भोकर चाहिँ यहाँ छ है, यो चाहिँ सफा हुँदैछ। म एकछिनपछि बजाउँदैछु। अब भाइहरूले बजाउँदैछ ल है। ल अब बजाउन सुरु गर्नुभएको छ। यहाँ पारा नै चम्किरहेको छ। ठिकै छ होइन। अब त्यही हो। अनि पारी यो चाहिँ 22 मिल झरना हो है। तपाईँहरू हेर्दै गर्नु होला है। ल गाइजहरू अब मैले चाहिँ बजाउन गइरहेको छु। जानिन्छ कि जान्दैन थाहा छैन, तर अब बजाउने कोसिस गर्नेछु ल। आशा लाग्छ यार। भयो यो नै दुख्छ ल भयो। ल फाइनली गाइस अब रमाइलो हेर्दै गर्नु होला गाइस ल। हेर्दै गर्नु होला है। देवता चाहिँ सबै भन्नको लागि चाहिँ गरिन्छ होइन। चाहिँ सबै गर्छन् है।
भाषामा डान्सहरू पनि हुन्छन् है। अब तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ हाम्रो दिदीबहिनीहरूले चाहिँ नाचिरहनु भएको छ। अब यस्तै हो है। अब हाम्रो गाउँले लोकल पारामा चाहिँ पटपट नाच्दै हुनुहुन्छ उहाँहरू, रमाइलो गरिरहनु भएको छ। अब कार्यक्रमहरू चाहिँ हो गाइस है। अब भोलिको गीतहरूमा चाहिँ गर्नुलाई डान्स चाहिँ हो है। तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रो दिदीबहिनी भाइहरूको नाच चाहिँ अति राम्रो छ गाइस है। तपाईँहरूले चाहिँ देख्न सक्नुहुन्छ होइन। अनि यहाँनिर हाम्रो माइलो हुनुहुन्छ, हक चलाएर लजाउनु भएको छ है गाइजहरू। ल अब तपाईँहरूले इन्जोय गर्दै गर्नु होला है त।